ल्याएको छु भोलि भक्तपुर एउटा भाइले भनेको छ अँ यहाँ 15,000 तिर्नुपर्छ 15,000 तपाईँ एक्लालाई के काम अब त भक्तपुरतिर लगेर कोठा सार्छु ए अनि बाबु नानी त कोसँग बस्छ त हजुरको मेरो कोठा चोर्ने मान्छेसँग ए पिर गर्नुहुन्न अब क्या नि त अब आनन्द छ बस्ने अनि त्यता अनि भदपुरतिर फ्लाइटै हो कि एउटा कोठा लिने हो त एउटा लिन्छु के अरे एउटा खाट चाहिँ 6,000 आयो भने त्यो खाट नि बेचिदिन्छु एउटा खाट लान्छु अनि त्यो एउटा त जुत्ता राख्ने ल्याएको छ डाइनिङ टेबल छ त्यो लान्छु अनि एउटा दराज छ त्यो भाँडा राख्ने त्यसलाई लगेर बाटा लगेर त्यो लगेर भाँची कुची पारेर फालिदिन्छु अँ, अँ। अब दुईटा सिलिन्डर चोरी भएको छ ग्यास चुलो टोटल चाहिँ केही पनि छैन क्या राम्ररी एउटा पानी खाने गिलास एउटा छ यही होला धन्दा पानी खाने गिलास त राखेको थिएछ यार यति होला कसम यति होला त्यो नि ल टाउकोमा हिर्काइदेऊ के लेखेछ क्या यस्तो त्यो खाते भन भनेछ त लेखिरहोस् यस्तो हो क्या लेख्न देऊ लेख्न जान्ने लेखिरहोस् क्या केही भन्नु गाली नि गर्नुहुन्न बोल्न सक्दैन बोल्छन् लेख्न जान्ने लेख्छन् त्यही हो कि होइन भरत सर कसम भने क्या मेरो कोठामा आएर अहिले हेर्न मान्छेले नि अँ, मेरो 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 आफ्नै भाइ काकाको छोरो आएर है के गरे यार यो बिजोग बनाएर हिँडेर भने कसम ती आफू दङ परेर हिँड्छन् क्या ल के अचम्मै सुनिँदैन आज त अनि अस्ति नै सुनेको एउटा कप भनि राखेको थिएछ है धन्दा कहाँ हो होइन र हजुरको घर कहाँ हो र मेरो रामेछाप हो अनि को हो त त्यस्तो चोर्नी पनि बाबै न घरभित्र सामान पनि होइन अब खाना पाएका खातेहरू हुन्छन् नि त ठुला बडाका छोराहरू ठुला बडाका छोराछोरीहरू ए मालहरू केही खान्थ्यो होला त्यही भएर होला चोरेको म नहुँदा रक्सीका बोतल फोटो खिचेर राख फोन आगा गरे के भोलि हराएर हेर्नु नि त यार यहाँ सुन न, म नहुँदा मेरो कोठामा आएर तिनै मान्छेले खाएर मैले रेकर्ड गरेर राखेको छु यहाँ म नहुँदा मेरै कोठामा आएर भात खाएर मेरै कुरा काटेर हिँड्ने छ नि होइन मैले देखेको छु मैले रेकर्ड गरेर राखेको छु त्यो भडातेले जे पनि बोल्छ भनेको छ नि त्यसको दाई वकिल भनेको छ त्यो आए पनि त्यसको थुतुनो मैले अदालतमा ती फुटाइदिन्छु मैले अब भनौँ भने के नभनौँ अब तपाईँ त्यस्तो जाइरहनु चाहिँ आफैले चट्ट मेरो यस्तो भयो भने यसो निबन्धन दिने हो नि त दिइसकेको छ दिइसकेको छ अनि के भने त साथीहरूले प्रक्रियामा छ अँ, ल ल ल अब सुत्नुहोस् अब हामी सुत्यौँ तपाईँ सुत्नुहुन्छ कि बोल्नुहुन्छ म त एकछिन बस्छु 10-15 मिनट जति ए ल ल बिचारा त्यस्तो भन्नुहुन्न हो जसले सक्थ्यो उसले गर्यो ल म गएँ है अब फेरि अहिले अहिले आउँला ल ल ए हल्दार साहब भन्ने कुन चाहिँ खाते रहेछ यसको चाहिँ मैले के गर्नु र यसको आइडी उठाउनु पर्यो यसको आइडी हेर्नु पर्यो यसको आइडी हेरेर चाहिँ मैले हेलो हेलो हजुर दर्शन हजुर
ए हल्ला छ भन्ने मान्छे मैले चिनेको छु तैँलाई फेरि मैले गाली गर्नु नपरोस् विचार गरेर आइज है राम्रो मुखले बोल माइलो काका सुइरे भनेर नआइज होइन मैले चिनेको छु तँलाई